पूजा गरिदिनुहोस् है सत्यवती बजै। नमस्कार सबैलाई। अहिले हामी तानसेनको 3औं गाउँपालिका अन्तर्गत सत्यवती देवी बजैको दर्शनको लागि हिँडेका छौँ। चिच्चाएर वर माग्नको लागि एकदमै चर्चित देवीको दर्शन गर्नको लागि हामी टोलीहरू हिँडिसकेका छौँ र हाम्रो टोलीमा छौँ मखिमराज आचार्य, अविन्द्र खनाल, म प्रभात कुमार चौधरी, म गणेश कुमार रेग्मी। के छ त सत्यवती बजैको बारेमा थाहा भएको? यहाँ पहिला घुमिसक्नु भएको? सत्यवती बजै प्रत्येक कार्तिक पूर्णिमामा लाग्ने एउटा मेला रहेछ। किंवदन्ती पुराना किंवदन्ती अनुसार तपाईँको त्यहाँ चिच्चाएर वर जसले माग्छ, भाकल गर्छ, त्यो पुग्यो भने त्यो भाकल पुरा हुन फेरि पुनः अर्को वर्ष पनि त्यहाँ जानुहुन्छ। र अहिले यो 2082 सालको जुन छ यो कार्तिकको जोग परेको भन्ने हुँदैछ। कार्तिक पूर्णिमा अनि कार्तिकमै परेको हुनाले त्यो जोग मानिँदैछ। त्यो जोगमा बाँकी बाटोमा भने चाहिँ किनकि साँझ पर्न लागिसकेको छ, त्यही भएर हामीलाई जान ढिलो भइसकेको छ। ल अब हामी टोली मुभ गर्छौँ। अब हामी सत्यवती मन्दिरको नजिकै आइसकेका छौँ र हाम्रो टिमका साथीहरू। ल के छ जमिन सर? हामी सत्यवती तपाईँ त पहिला पनि आइसकेको। अब हामी एकदम नजिक पुगिरहेछौँ। यो चाहिँ विशेष ठाउँ हो। यो विशेष ठाउँ यहाँ चाहिँ सत्यवती बजै अलि बहिरो हुनुहुन्छ भन्ने मान्यता छ र चिच्चाएर वर माग्नुपर्छ। जति चिच्चाएर वर माग्यो त्यति छिटो प्राप्त हुन्छ भन्ने मान्यता छ। रमाइलो छ। अब हेरौँ चिच्चाएर वर माग्ने सत्यवती बजैकोमा कतिको रमाइलो हुन्छ हेरौँ है त। अहिले हामी मन्दिरको नजिक आइसकेका छौँ र यहाँ चिच्चाएर वर माग्ने सत्यवती बजै नजिक आइसकेको छ। हेरौँ अब कसरी चिच्चाएर वर माग्दो रहेछन् त्यहाँ। अहिले हामी सत्यवती मन्दिरको तालको नजिकै आइसकेका छौँ र यहाँ अलिअलि सुन्न सकिन्छ चिच्चाएर वर मागिरहेको सुन्न सकिन्छ। अहिले लगभग रातिको 9:30 बज्न लागेको छ, 9:15 बजेको छ। ठ्याक्कै सत्यवती तालमा आइपुगेका छौँ। यहाँको परम्परा अनुसार लिङ्गो ल्याएर गाड्ने, लिङ्गो गाडेर अनि वर माग्दै चिच्चाएर तालको वरिपरि घुम्दै कति फन्को मार्ने हो। फन्को मारिसकेपछि आफूले गाडेको लिङ्गो चिनेर पूजा गर्ने र मन्दिर दर्शन गरी आफ्नो चाहिँ वर माग्ने चलन छ।
यहाँ चिच्चाएर बर माग्दैछन् हाम्रै साथीहरूले के माग्छन् सुनौँ है त। आफ्नो लिङ्ग चिन्न सजिलो हुन्छ भनेर गाडेको देखिन्छ। खास पानीमा टच गराएर गाड्ने सत्यवती बधाई। हर परिवारले सोचेका राम्रा कामहरू पुरा गरिदिनुहोस् है सत्यवती बधाई। अब अर्काले बिहा नगर्दासम्म त के हेर्ने त्यही त भन्नु। तालको एक राउन्ड मारिसकेको रहेछ तर एकदम इल्युजन क्रिएट हुँदो रहेछ यहाँनिर चाहिँ। बल्ल तालको बिचमा पुग्यो भन्ठानेको यहाँ एकैचोटि तालको लगभग एक राउन्ड मारिसकिएछ। सबैको राम्रो हो। सबैलाई गर्नु फोटो के हो साहब यसको? मन्दिरमा पुगे बर माग के किनभने चिच्चाएर मागा सुन्ने गरे अलि ल ल भन त छिटो सुनिएन चिच्चाएर अलि मनमा नै चिच्चाएर हो कि यहाँ त माग्ने जय
आफूले नि वर मागेर र अरूको नि वर मागेको सुनेर अब चाहिँ हामी सत्यवती माताको मन्दिरबाट अलि टाढा जाँदैछौँ। के मागियो मागियो नि वर वर मागियो सर सबैलाई राम्रो होस् सबैलाई कुहोस् यही टाइपको वर मागियो। अझै वर माग्नेले उता माग्दै हुनुहुन्छ, चिच्चाएर माग्दै हुनुहुन्छ। अनि झमिन सर के मागियो त? माग्यो मनको इच्छा पुरा हुने हो सर, त्यही हो। चिच्चारे माग्यो होइन? चिच्चारे माग्यो। छुटेको यहाँ माग्न नि मिल्छ है। छुटेको अब चाहिँ अब नमिल्ला जस्तो भइरह अब हामी अब फर्किँदैछौँ। हाम्रो हाबी साहबले सबलाई के वर माग्नु भन्दै सोध्दै हुनुहुन्छ। आफूले चाहिँ के माग्नु भयो खै यो मैले त सबैको राम्रो चिताएको पुरा होस् भनेर मागेँ। सबैले चिताएको राम्रा कुरा। ल हाल्नु